सभापति चयन गर्न 12वटा समितिका बैठक हुँदै। सङ्घीय संसदका 12वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन्। प्रतिनिधि सभाका एकल 10 र संयुक्त प्रतिनिधि सभा र राष्ट्रिय सभा 2 गरी 12 समितिका सभापतिको निर्वाचन हुन लागेको हो। प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा डाक्टर कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहबर अन्सारी, कानुन न्याय तथा मानवाधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समितिको सभापतिमा भरत बहादुर खड्काको मनोनयन दर्ता भएको छ। महिला तथा सामाजिक मामिला समितिमा कीर्ति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष कसुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ भने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर ओजस्वी शेरचन्द र नेपाल कम्युनिस्ट पार्टी एमालेको गुरूप्रसाद बरालको मनोनयन दर्ता भएको छ। सङ्घीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्य निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा राजपा गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीका सांसद मदन कुमारी शाह गरिमाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचित सभापतिहरूको शपथ आजै अपराह्न 4 बजे हुने भएको छ। उहाँहरूलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराउनुहुनेछ।